वेलकम टु पेमा ब्लग साथीहरू। आज सिस्नुको रेसिपी देखाइरहेको छु। डल्ले भाँडामा चाहिँ पानी, नुन र हर्दी हालेर उमाले चामल भिजाएर राखिरहेको छु। भेन्डी पनि हाल्छु है। उम्लेपछि चाहिँ सिस्नु यसरी मजाले धोइदै परेर हालेँ। अनि भेन्डी मजाले चलाएपछि चाहिँ त्यो उबालो आउनुपर्छ होइन, उब्लिनुपर्छ। त्यसलाई त सानो बनाइहाल्नुपर्छ आगो। अनि त्यो पछि चाहिँ मैले यो चामल भिजाएको पनि हालिदिएँ अलिकति कुटेर है। त्यहाँदेखि चाहिँ मजाले उमालेँ, मजाले भक 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 उम्लेपछि चाहिँ त्यसलाई चाहिँ मैले मजाले फिर्केले चलाउँदै 1 घन्टासम्म पकाउनुपर्छ है, सानो आँचमा हो। 1 घन्टा मजाले पकाएपछि चाहिँ यस्तो हुन्छ हेर्नु न, लतत परेको। त्यहाँदेखिको सरसुको तेलमा चाहिँ मैले लसुन खुराएर जानिदिएँ। अनि मेरो चाहिँ सिस्नु रेडी भयो खानुको लागि। तपाईँलाई कस्तो लाग्छ? मलाई त पुरै मिठो लाग्छ, एकदमै मनपर्छ है। हेर्नुहोस् त, वाउ क्या मिठो भएको थियो। थ्याङ्क यू फर वाचिङ।